कहाँ आइपुग्यो अरे अहिले चस्मै लगाएर भन्नुपर्ने हो चस्मा लगाइदिउँ न कहाँ विशाल बजारको कालो रहेछ हो नि विशाल बजारको हो ठ्याक्कै कसरी थाहा भयो म थाहा पाइदिन्छु नि कालो चस्मा जति त कहाँबाट आउँछ कुएन स्टेसन किन्जा लाइन कता हो यता होइन नि अनि के हान्ने दाइरा छ यसो माहौल हेर्न लाउने यसले त खतरासँग टाइम पास गर्ने हो अँध्यारोमै पुग्ने हो यो हो आशा कुसा कस्तो लाग्यो आइपुग्यो है के हो बाबुले यो पुच्छर के हो यो पुच्छर होइन यसलाई बादल भन्छ बादल अँ कसरी बादल बादल हो कि फायर हो यो आगो चाहिँ होला सायद कसरी भन्नाले यो जापानिजहरूको चाहिँ दिमाग छैन जे पनि भन्न नि मिल्छ कि अनि त्यो आगोको अनि त्यो के भन्छ बाहिरी उडेको भाग त अनि यस्तै निस्किन्छ नि त यस्तै सेपमा अनि त्यो बिचको चाहिँ अब त्यो बनाएपछि त्यसमा केही मिनिङ होला नि त केही मिनिङै छैन यो मिनिङलेस हो तपाईँले मान्छेलाई एट्र्याक्ट गराउन मात्र यसको मिनिङै छैन केही पनि वाउ खतरा छ त है हामीले नचढ्ने होइन हेरेर मात्र भन्ने जहिले पनि जता गयो नि ढुङ्गा हेर्ने पानी हेर्ने ढुङ्गा हेर्ने मात्र भयो कहिले चढ्नु पाएन चढेन फेरि चढाइदिउँला नि एक दिन के छ र ल के ल जाउँ कहाँ अब यति त हो नि अब घर फर्किने नि ए आशा कुसा हेर्न अनि के हेर्ने अनि यो पुच्छर मात्र हेर्नु लिएर आएको कसैले पनि भिडियोमा कसैको पनि युट्युबहरूमा त आशा कुसाको त यो पुच्छर हालेको छैन नि सबैजना मन्दिर जान्छ कहाँ छ र मन्दिर चाहिँ अब मन्दिर लग्न त नि मैले पो लाने पुच्छर मन्दिर जाने के, अब रोड हेऱ्यो पुच्छर हेऱ्यो त्यो अनि यस्तो डुङ्गा हेर्ने हो होइन आयो ढुङ्गा अब यो अर्काको ढुङ्गा चढेको हेरेको छैन ठाउँमा लगाएको छैन मन्दिर पनि आफू पनि ढुङ्गा चढाएन अब बेला पाइ भयो नि गरौँ एकदिन पुरेर अब के हो लाँदैन चढाउँदैन यहाँ पुरेर अनि आशा कुसामा के चाहिँ छ र त्यस्तो मन्दिर जान्छ नि हो मन्दिर जान्छ लक्की के चामहरू के उयो गर्छ स्ट्रिट फुड खान्छ सबैजना यस्तै गर्छ नि होइन होला ऊ चढा त्यहाँ मजाले तैँले पऱ्यो जस्तो भनेको त्यो रहेछ कि उडेर आयो त्यहाँनिर ए हो त्यो अघि नै कालोवाला रहेछ बाज जस्तो के हो हाँस जस्तो है त्यो त त्यहाँ पानीमाथि हात जस्तो देखायो न त त्यो हात जस्तो छैन अर्कै छ ऊ यहाँ नि रहेछ ऊ थुप्रै रहेछ माथि ट्रेन मुनि सिप है कस्तो मजा गर्ने न अघिकै बुढाहरू क्या बाइक गरौँ न खोइ सिधा अब तैँले काहीँ लगेन यिनीहरू त अफिसियल सर्ट प्यान्ट लगाएर अब यिनीहरू ओदाइमा पुग्छ यहाँबाट बुढाहरू बाई गरिदिउँ म पकाएर बाई गरिदिउँ के भयो त्यति भन्दाखेरि त्यसलाई के आगो चढ्नु भएको छ तिनीहरू चढेर हिँड्यो भने के गरेको छ अर्कालाई यिनीहरू फेरि के हो अर्काको खुसीमा आफ्नो खुसी हो नि त झन् खुसी पार्दैन हामीले पो पारेको त बिचार यो मान्छे घाइते भएछ नि भनेर बिचारा यार बाजे कहाँ टाउको भएको छ फुट्यो त्यसको रामेनको काम हानेर तावल बेरेर हिँडेको त्यो थावल बेरेर पो हिँडेर के हच्चाउँ गर्छ हुन त दयामाया देखाउने खालको जातै होइन यो जापानिजहरू भनेको त दया माया गर्ने त हुन्छ नि हो बिचरा अब यस्तै हो अब कहाँ जाने अब त्यो मन्दिर जाने हो मन्दिर चाहिँ कहाँ छ अरे मन्दिर जता भयो नि छ कि हो यति नै हो क्या आशा कुसाको रमाइलो अब मन्दिर सन्दिर त कहाँको मन्दिर लानु अब अब त्यो चढ्न नि लाइसेन्स चाहिने भन्छ अब आफ्नो लाइसेन्स भएर नि यहाँ नभए केही अर्थ छैन अब ल अति भने अब चाहिँ मन्दिरतिर लगिदिन्छु ल मन्दिर जानु नि पऱ्यो कहाँ
यसो दर्शन त गरी टोपल्नु पर्यो नि हौ कहाँ दर्शन गर्ने त भित्र हो भित्र त गर्ने तर यहाँ पनि यस्तो त्यहाँ पनि हो यो चिजमा चाहिँ यो ड्राइगन यो ड्राइगन चाहिँ गुड लक भन्छ यही ड्राइगन छ नि यसो चिज मजाले हेऱ्यो भने चाहिँ फेरि त्यस्तो मजाले त देख्दैन अनि आफ्नो वाल पेपरहरू राख्छ धनको लाभ हुन सक्छ भन्छ यो राखेर भन्ने एकजनाले भन्थ्यो मलाई पनि त्यो हेरेर मैले पनि त्यसो चाहिँ मेला लागेको छ फेरि फेरि सदाबार यस्तै हो यो सदाबार यस्तै हो नयाँ वर्षमा मेन प्याक हुनु यो बिस्तारै हेर्दै 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 डुलम न त्यो गोकर्ण मेला हो गोकर्ण गयो नि त्यो बस्ने औँसीको मेला भन्छ अरू मेला भन्दा नि बिरालो आयो यो बिरालोको मिनिङ थाहा छ बिर्सेछ सब हात कुमिङ कुमिङ होला लक्ष्मीको रूप हो क्या लक्ष्मीको रूप कति क्युटी क्युटी रहेछ त्यो त बोलेर हिँड्ने होला नि बोल्नु भने के बोल्नु साइलेन्टै भइसक्यो हेरेको हेऱ्यो चुप लाग्ने बनायो मलाई के चाहिँ हेरेको हेऱ्यो भयो घुमेको त्यो चिठा घुमेको के हो 1000 रुपियाँ लेखेको छ त्यो के गर्ने र त्यो डल लिने कि के हो यता हेऱ्यो त्यता हेरेको हेऱ्यो चिट्ठा जस्तो हो त्यो बोल्नु नि नो मिक्स एउटा बिस्कुटको 600 त्यसको बिस्कुट त्यो 600 मा त अनि के चाहिँ हाल्यो होला के थियो होला त्यसको 600 कै बिस्कुट त तर त्यो खाँदामा कति खुसी छ यो यिनीहरू भिजिटरहरू के मिठो होस् कि नहोस् एकदम मिठो गरेर जिब्रो पड्काएर नै त्यस्तो टाइपको मिठो दिने के होइन भरे हामीले खायो छैन त्यत्तिको ओइसी भन्नु रहेछ गुल्यो भने खानु पऱ्यो भनेर ठ्याक्कै हेर्दा त चक्लेट गुल्लो गुल्लो टाइपको देख्ने टाइपकै थियो क्या मिठोवाला नै फोटो पिक्चर त दियो मेरो पाला ठ्याक्क मुखमा हालेको एकैचोटि दुइटा हालिदिएको थियो क्या दुइटा दियो दुइटा छ्याप्पा हालिदिएको ठ्याक्क हाल्नु थियो यस्तो निकाल्नु पर्ने भएछ अनि ओइसी नै हेरेँ त्यसले अब के गर्ने हाई गर्यो त्योभन्दा बढी भन्ने नि आएन होइन खालिसकेको छोरीले कहिले नै ल अब यहाँ दर्शन गर्नुपर्छ अब गफै गफमा हामी चाहिँ यो कहाँ आइपुग्यो यही दङ्ग परिसक्यो यो केटी हात उहाँ परेर बस्यो दुखी पाराले अनुहार गरेर माग्नु हुँदैन जे मागेको मागे नि भयो नमागे नि भयो मुख त कुला गर्नु पऱ्यो नि त अघि त्यत्रो खाएको छ मुख त अनि उयो सफा गर्नु परेन पवित्र बनाउनु परेन हो हात मजाले पखाल्ने होला को राजा होला है यस्तो त पुरै पोज त डरै छ त यो त शिवजी भन्दा नि खतरा रहेछ नि त शिवजीको त सर्पको नाक मात्र हो नि त यसको त ड्राइगनै रहेछ अनि म पनि अब हात पखाल्नु है ड्राइगनबाट आइरहेको छ अनि पानीमा हामी सोच्नु पऱ्यो नि मुखै धोइदिएको ल ह्यान्डसम म्यान भइहाल्यो नि हो चाहिँदैन मलाई त मेरो त कहाँ दङ परेछ त्यस अर्थ नगर्दा गोविन्दले गायो भने यही हो मिकुजी गर्ने होइन मिकुजी हेर्ने फर्च्युन आफ्नो भाग्य हेर्नलाई पैसा पुगेन अनि के गर्ने यस्तो अवस्थामा के गर्ने अब आफ्नो भाग्य हेर्न पाएन नि त भाग्य हेर्न पाएन होइन तसँग छ नि लिएन
उयो छ क्या पोइन्ट आफ्नो भाग्य हेर्नलाई नि पैसा लाग्ने यो कस्तो जेनेरेसन भयो गर्नु खोजेको के यो दैव हे यो सपनाको गाउँ 100 रुपियाँ हाल्ने 100 रुपियाँ हाल्ने भन्यो भन्नाले ल तपाईँ लक्की रहेछ 100 ओ रुपियाँ माई गड तेरो चाहिँ अनि के भाग्य रेखा नहेर्ने मैले हेरिसकेँ ए हो म आफूले आफ्नो भाग्य मेरो हातबाट हेरेको छैन किन थुतु गरेको अब थुथु गर्नु न अनि चोखो होला कि अब भाग्य हेर्नलाई थुकेर भाग्य हेर्नु अनि आफ्नो भाग्य हेर्नलाई त नि नटु मेरो हातको जाला नि अँ। अब हुन त पैसा नहालिकन नि हेर्न मिल्छ तर गङराङ गङराङ खोल्नु हल्लाउनु लङ्गुर त हेर्दाखेरि कसरी हल्लाउँथ्यो त्यस्तरी नै हल्लाउनु भइसक्यो हल्लो छैन अब घुमाउनु यस्तरी हो राख्यो ल अब लङ्गुर पर्ने हो कि बुर्दा पर्ने पाराले राख्नु भयो नि त हल्लाएर अब त्यो पालबाट एउटा निकाल्ने कुन बलबाट आउँदैन लट्ठी निस्किन्छ होला तान्नु त तान्ने नि अब हो। ए आयो त्यहाँनिर नम्बर लेखा हुन्छ कति नम्बर रहेछ कोही कुन रहेछ नम्बर सान ए सान यो यसरी सान थाहा पाउने त्यो खान्जी हो नि त यो सान कहाँ मेरो लक्ष्य हो ल त्यहाँनिर रहेछ होइन ल ल अब त्यो अब आफ्नो भाग्य पढाएको सुनाउने कि नसुनाउने अरूलाई अब तैँले पढेर सुनाइदिने हो नि अब खान्जी हिरागाना पढ्न आउँदैन नि इङ्ग्लिसमा पनि लेख्दै हुन्छ अनि त्यसपछि लङ्गुर पूजा हल्लाउनु त अँ ल तपाईँहरूको पनि भिडियो भइरहेको छ हजुर अँ। हो अब ऊ त्यहाँनिर पुवाल छ नि त्यहाँबाट चाहिँ उल्टो पारेर झाल्नु त एउटा हो अब त्यही हो तपाईँको लक्की नम्बर अनि अब यो चाहिँ हो त्यसमा अब त्यो क्युजियो हाच्ची रहेछ त्यो चाहिँ हाचे भनेको उसके त 96 के 98 अब आफ्नो भाग्य आफैले खोज्नु त आफ्नो लक्ष्य आफै खोज्नु ल यो हो अब यो तान्ने तान्ने एउटा पान तान्नु जुन तान्नु मिल्यो मेरो त भन्नु कता कता मिल्यो जस्तो लाग्यो आफै लिएर जानु पाइन्छ अँ पाइन्छ ल एमा लामाको भ्लगमा आउनुभयो तपाईँ के हुन्छ अब म घर गएर पढ्छु अब त्यसलाई हामीले चिनेको थियौँ त त्यहाँ बन्द गरिदिनु ल हजुरको लक रहेछ कि नरहेछ यहाँ थाहा छैन म हेर्दैछु ल फर्चुन पनि हेरियो 100 रुपियाँमा अस्ति आएर हेरेको थिएँ मैले चाहिँ नेपालमा के आधेहरू राम्रो नआइछ कोही राम्रो छैन मेरो त होइन यताबाट नि जाने अब नेपालको रथ लिएर जत्तिकै छ त यहाँ त कत्रो सानो बच्चाले बजाइरहेको छ मुरली बजार गयो हाम्रो नेपालको नेवारको कल्चर जस्तो क्या अब अर्को लड हल्लाउँदै लिएर आइरहेको छु उताको तिनीहरूको गयो त